So hello guys, welcome back to my channel. अब आज हामीहरु बिहान बिहान माछा मार्न लाग्छौं। बल्छी फुकाम है यहाँ पछाडी तलाउ छ यसमा माछा मार्न लाग्छौं। दाइ लिएर मैले हेलो दाइ देखो वो आ गया। अब हुन्छ फिश हन्टिङ आज। ल साथीहरु अब हाल्दै छु म बल्छीमा पिठो। बस लु रेडी। अब चाहिँ म फाल्नेवाला छु है। अब बसेर कुराम। अब म चाहिँ तानेर हेर्छु अब एकचोटि यो खाइसक्यो जस्तो लाग्यो मलाई चाहिँ। पर्यो क्यामेरा एंगल त कट्टु भित्रै बस कट्टुले पाठ पुछदेखि नै गऱ्यो। मैले नसकेपछि हामीले सिनियर डेभलपरलाई बोलाउनु पर्यो। इन्टर्नको काम छैन। इन्टर्नको काम भएन। के इन्टर्न कहाँदेखि पनि क्या ल 31 गो खाइसक्यो। लास्टै हिलोमा गछ है के हो यस्तो। साथीहरु जिन्दगीमा यस्तै गरी ट्राई गरिराख्नु पर्छ। ठुलो छ अब चाहिँ के होला जस्तो छ। यति ठुलो बल्छी आइसकेको छ। ल साथीहरु आज भएन भने अब त्यो नभएसम्म आज दाइले खानै नखाने भनिसक्नु भएको छ। खाना त तिमीले पकाउनु भन न सिधै के हामीसँग माछाको व्यवस्था छ, अन्डाको व्यवस्था छ। भएन भने खसी मर्यो भने खसीको नि व्यवस्था छ। कुखुराको पनि छ, बोइलर त छैन। कालिज छ, कालिज छैन। हाँस छ, हाँस पनि मर्यो भने एक दिन हाँस मर्यो भने एक दिन खसी मरेको किन हो भन्ने। अब एकैचोटिमा दुईटा पर्नेवाला छ। अबसम्म एउटा मार्न नसक्यो भने दाइले एकैचोटि दुईटा मार्छु भनिसक्नु भएको छ। ल है या लु तपाईँले हेर्दा हेर्दै यहाँ माछा निस्किनेवाला छ। एकदम ठुलो भोटी माछा। फाइनल 1 2 3 को साथीहरु फाइनल्ली यही हेल्छ हाम्रो त कहीं सिद्रा माछा रहेछ नि त्यही गर्न पर्यो जाम तल है जाम। एउटा तलाउमा नभेटेपछि हामीहरु दुईटा तलाउमा आइसकेको छौं। यहाँ एउटा उता एउटा बाख्रा खसीहरु। हजुर कहाँ ल ल ए यहाँ त राख्न पनि अड्याउन नि मिल्छ मलाई। ल साथीहरु अब यो तलाउमा हेरौँ म पार्न सक्छु कि सक्दैन। दाइ चाहिँ उता प्रोफेसनल मान्छे उता जानुभयो। ल अब के होला जस्तो छ है। म त सक्दैन, दाइले सक्यो भने हो। हेरौँ वाह पर्ला त गाह्रै छ। म त खाँदैन खाएन किन हो यो। दुईटा त परोस् त ठुलो हल्का खाँदाखेरि आहा भन्ने जस्तो। म्यान भर्सेस वाइल्ड जस्तो भयो त। आफैले मार्न सके खाने, नसके भने नखाने। यो त मर्यो। ल है साथीहरु मैले भेटाइसकेको छु। अब यसलाई दिम ज्यान बक्स 3 2 1 भाइ रिलिज हुने हो। एउटा भिडियो पनि फोटो पनि खिच्दिम क्या हो। भाइरल गराम त नै मुख चलाइराख। पर्न त पर्यो तर सानो पर्यो धेरै। ल साथीहरु अब फेरि अर्कोचोटि ट्राई गर्न लाग्छु म। हुक हल्का लाम्चो लाम्चो गराउने। लाम्चो लाम्चो गराएपछि यसरी बिच्चादेखि छिराउने। घ्याच लाएर अनि यो तिखिल्लोलाई हल्का कम, तिखिल्लोतिर कम हल्का मात्र लेयर गर्ने। तल तलदेखि यत्रो राखौँ। यहाँ फस्छ हाम्रो जालमा। यो त मर्न भाइरहेको।
हामीलाई यति गाह्रो भयो हेर्न सक्नुहुन्छ, त्यही भएर आन्दोलन गरेको। दाइ अस्ति आन्दोलनमा जानुको कारणै यही हो। हामीलाई खानालाई यति धौ छ, तिनीहरूले अर्ब अर्ब पैसा राखे। वा यी यस्तो दुःख कहीँ छ, कहीँ नेतालाई यस्तो दुःख। नेता दाइले बिचरा आफ्नो आइटीको जागिर हुँदाहुँदै पनि यस्तो स्ट्रगल, पार्ट टाइम जब यहाँ यस्तो गर्नु परिरहेको। यस्तो आइटीको सिनियर अफिसर यस्तो माछा मार्नु परिरहेको। देशको हालत कहाँ पुगिसक्यो यहीँदेखि देख्न सक्नुहुन्छ। देशको युवाहरू, दाइले यो देशलाई कति ट्याक्स तिर्नुहुन्छ? यही हो देशले दाइलाई दिएको। माछा पनि पर्दैन त्यही माथि, माछा पनि दिएन देशले। दाइमाथि अन्याय भयो, यसको विरुद्धमा हामी आवाज उठाउनेछौँ। पर्दैन त दाइ, किन हो कि यस्तो? यो त अचम्मै गऱ्यो त। पर्यो है, पर्यो साथीहरू। ल ठुलो माछा। दाइको दुःख बिचार रुनु लाग्नुभयो क्या? नरुन्दा केही हुन्न। त तपाईँ हुनुहुन्छ आज मेरो कन्टेन्ट नै तपाईँ हो क्या। ल यस माछाले यस्तो धोका दिइसकेको छ दाइलाई बिचरा। हेर्नु सक्नुहुन्छ साथीहरू, यस्तो दुःख पाउँदा पनि दाइले छोड्नु भएन भने दाइ कतिको लगनशील हुनुहुँदो रहेछ, यहीँदेखि थाहा हुन्छ। या परेन। 1000 भन्दा माछा बढी खाने यतिमा। 2 जना छौँ हामी, 500 ल एकजनाले भयो पनि 1000मा हामीलाई धेरै पनि चाहिए छैन कि। हामी त्यस्तो लो पनि गरेको छैनौँ। एउटा 1.5 किलोको भयो भइहाल्थ्यो। एउटा पनि पर्दैन, सिद्रा माछा मात्र पर्यो। के भयो हामीलाई यस्तो? के गरेर हामी खाने अब? हाम्रो खाने बाटो हरायो। हट जा, यहाँ राखिदिनु। खाऊ, मोज गर। बाख्राहरू पनि टन्नै छन्। बाख्रा, खसी, बोका। बोकेदारी। यत्रो बसेर पनि हामीले 1000वटा माछामा, 1000 भन्दा धेरै माछामा अग्नु मैले यत्रो आधा 1 घन्टा चुप्प लाएर बसेर, त्यही भएर 1000 भन्दा धेरै माछामा हामीले एउटा पनि माछा पार्न सकेनौँ। यस्तो दाइसँग एक्सपिरियन्स भएर पनि आज के भयो दाइ? हामी कता चाहिँ चुक्यौँ भन्नु नि त। म त के चुक्नु, तपाईँ कहाँ चुक्नु भयो भन्नु। पनौती नै अगाडि भइसक्यो, यस्तो नचुक्ने कुरै भएन। तिमीले गर्दा चुक्या, तिमीले भनेपछि अब माछै परेन। हामी यत्रो 1 घन्टा बस्यौँ त्यहाँ। अरूलाई गाली गरेर हुन्छ र? अरूलाई गाली गरेको होइन कि। म त तपाईँको एक्सपिरियन्समा म पनि आज सिकौँला, केही नयाँ कुरा सिक्न पाइएला भनेर म त यस्तो खुसी भएर आज 1.5 किलोको 2टा माछा भयो नि छोपेला भनेर गएको त यहाँ त 1.5 ग्रामको माछा जस्तो भेट्यो के अरे एकचोटि। हामी एकछिनमा खानासाना खान्छौँ, हात मुख धोएर खाना खान्छौँ। त्यसपछि फेरि हामी आफ्नो कामतिर लाग्छौँ। भात बरु ल। हामीले माछा मार्न नसके पनि हामीले यहाँ कुखुरा र फर्सीको चाहिँ तरकारी रेडी छ हामीलाई। कुखुराको मासु, फर्सी भनेको यसले फर्सी सुनेर फर्सी ल्याएछ। दाल खाने भए दालको व्यवस्था छ, दही खाने भए दहीको व्यवस्था छ एकदम। अब अहिले मासु भयो, सादा माछा खाने, त्यसपछि अझै खाने हामीले खाएनौँ, नत्र बदेलको पनि व्यवस्था छ यहाँ। के खाने छानी त्यही भएर हामीलाई खानाको टेन्सन भएन। खसीको मासु ल्याउनु है, फर्सी नल्याउने साझा। ए हुन्छ ल। अग्नि दाइले खसी भन्नुभएछ, मैले फर्सी सुनेर हाम्रो फर्सीको तरकारी पाक्यो। कस्तो खसीबाट बिच्क्यौँ कि हामी अहिले। त्यही त ल है साथीहरू, लोकल कुखुरा छ, टेन्सन छैन। ब्रोइलर होइन लोकल हो। यहीँ खेलेको हामीले। त्यसपछि अब खाँदैछौँ साथीहरू। ल
खाएको त नदेखा मल्ली कुकर छ ए अलि पानी पनि मिनरल वाटरै हो खाने यसो अब फ्लेक्स हान्न खोजेको होइन सिल फेरि लगाएको छ है ठग्यो भन्नु होला फेरि यस्तरी यहाँ तरिका छ हजुर ए मिनरल वाटर त यी कति खाने हो हामी यस्तो धाराको पानी नखाने यस्तै अब के गर्ने अब यस्तै हो स्ट्याटस राम्रो भयो अब हाम्रो आइ ओहो गीत फेरि गीत नभए हामी खाँदैनौँ यहाँ गीत पनि बजिरहेछ पङ्खा टेम्परेचर पनि मिलिरहेछ सुत्ने बेला एसीमा यत्तिकै पनि सुत्दैनौँ यो अलि हाम्रो महँगै छ अब हामीलाई कसले स्पोन्सर गरेर यस्तै घरमा ल्याएर हामीलाई यस्तो भिडियो गराउन चाहनुहुन्छ भने एउटा एसीको र अनि यस्तै लोकल कुखुरा चाहिँ तयार पार्नुपर्छ मिनरल वाटर अनि सिल लगाएको त्यसपछि नत्र चाहिँ गाह्रो छ हामी अन गर्नु